सम्पूर्णलाई शुभ बिहानीको। हेर्नुस् त आज म चाहिँ अलिकति बाहिर निस्किरहेको छु। पानी परिरहेको छ, रातिमा पानी परेको छ र यो खेती चाहिँ पानी पर्दा चाहिँ कति हरियो देख्यो। हिजो चाहिँ अलि फरक थियो, आज चाहिँ आकाशबाट पानी पर्दा चाहिँ यसलाई चाहिँ यति राहत हुँदो रहेछ भन्न देखियो भनौँ। र कति राम्रो खेती भइरहेको छ, सब्जी खेती हो है यो। त्यसपछि त्यो त्यतातिरको चाहिँ भिन्डी हो, चाहिँ भिन्डी चाहिँ प्रशस्त मात्रामा लगाएको छौँ हामीले। यो चाहिँ हाम्रो अर्ग्यानिक फार्म हो, यहीँ भित्र नै युज गर्छौँ हामीले हैन। किचनमा, आफ्नो किचनमा चाहिँ युज हुन्छ यो भिन्डी। यो सबै यहाँदेखि परसम्म चाहिँ भिन्डी लगाएको छ हामीले। अनि कति हरियो भएको छ आज चाहिँ है। आकाशको पानीमा चाहिँ यति शक्ति छ।